बेस्ट चल्ने खाजा पनि आउँछ आयो सन्तला केजीको 100 रुपियाँ पैसा ठाउँमा गएर राख्नु पर्ने हो सुँगुरमा आएर बिग्रेर तना फेरि सो हेलो गुड मर्निङ एभ्रिवान अनि विथ अ न्यू डे विथ अ न्यू भ्लग अनि आजको भ्लग भनौँ मेरो भ्लग फर्स्ट भ्लग मेरो फर्स्ट भिडियो मेरो भ्लग चाहिँ आउँदैछ युट्युबमा सबैले हेरेर साथ सपोर्ट र माया गरिदिनु होला अनि टक्क पारेर आज चाहिँ बिहान छ म चाहिँ टक्कसँगले त्यहाँ चाहिँ तपाईँहरूलाई बाहिरको वेदर आजको वेदर दिन वाउ मेरो घर यता छ भने बिहान मम्मीले चाहिँ तल के खानु भएको मम्मी मम्मीले चाहिँ बिहान तरुल खन्दैछ के बनाउनुहुन्छ यो खनेर तपाईँले रक्सी ए मम्मीले चाहिँ बिहान खाँदैछ तरुल भन्ने चाहिँ यस्तो तरुल चाहिँ देखाउनु त बाबा तरुल चाहिँ यस्तो तरुल यस्तो छ त्यही नै हो बिहान मेरो सोर बिग्रिएर देखिरहेको लास्ट त्यही नै हो हाम्रो चाहिँ पानी चाहिँ एनी टाइम आइरहेछ यो पानी चाहिँ एनी टाइम आउँछ क्या हाम्रोमा त्यही ठिक लाग्छ मलाई चिसो पानी मङ्सिरको महिना हो नि त त्यही भएर चिसो पानी छ ओ ब्रदर गुड मर्निङ टक्क पारेर म चाहिँ फेरि घाँस काट्न लागिसकेँ ओह्रालो झर्नुपर्ने हुन्छ घाँस टिप्न चाहे म अब भाइ पनि घाँस काट्नु गइसक्यो बाबा पनि घाँस काट्नु जान्छ मम्मीले त घरमा भात पिउनु पकाउने त्यस्तो काम गर्नुहुन्छ अनि टक्क झर्दैछ यता पानी यता चाहिँ हाम्रो सुकुर खोर छ भने चाहिँ तलतिर लाग्नुपर्ने हुन्छ म घाँस काट्न त्यही नै हो त्यो फर्स्ट ब्लग हो खासै एक्सपिरियन्स पनि छैन बोल्ने पारा ढङ्गहरू पनि नमिल्दा हेरेर त्यही पनि अन्तिमसम्म हेरेर साथ सपोर्ट चाहिँ गरिदिनु होला है सबैले सब्सक्राइब पनि गरिदिनु होला ठोकोमा चाहिँ घाँस काट्नु लाग्नुपर्ने हुन्छ घाँस चाहिँ यस्तै काट्नुपर्ने हुन्छ नजिकै छ घाँसहरू म घाँस पकाएर छोटो घाँसहरू छ कता घाँस काट्नु म आज बिहान ब्रस गरेर चिया पनि खाइसकेको छु अनि हाम्रो गाउँमा चाहिँ लास्टै घामै पर्दैन के कता घाम त त्यही त डाँडातिर परिरहेछ पारिपट्टि चाहिँ घामै पर्दैन त्यही हो म एक दिन तपाईँहरूलाई सब हाम्रो गाउँको रहस्यको बारेमा भन्ने नै छु नेक्स्ट ब्लगतिर हुन्छ होला गाउँहरूको हाम्रो लोकल ब्लग मेरो लोकल ब्लग भनौँ न प्योर लोकल ब्लग हो आज चाहिँ हामी केटाहरूसँग के गर्छौँ आज चाहिँ सब तपाईँहरूलाई म देखाउने नै छु सो मैले घाँस पनि भेटाइसकेँ अब घाँस मैले टिप्नु पर्ने हुन्छ सो टक्क पारेर मेरो भारी पनि पुगिसकेको छ घाँस चाहिँ मैले काट्दा बल्ल भारी पुग्यो अब चाहिँ म घर लाग्नुपर्ने हुन्छ टक्क पारेर घाँस पनि काटिहालेँ कि मैले अल्छी लाग्दैछ घाँस काट्नु हात पनि काटिहालेँ र बाबा चाहिँ झर्नु भएको छ यता केरा काट्नु तल कहाँ जानु फेरि उता पुगिसक्नु भएको छ केरा काट्दैछ बाबाले चाहिँ
टक्क परेको ढल्यो। केरा चाहिँ बबाल छ क्या हाम्रो फेरि। माथि माथि सब सन्तला र कागती छ भने चाहिँ तल तल चाहिँ केरा मनपर्ने साथीहरू चाहिँ यता आउनु पऱ्यो है। तल पाकेको पनि थियो केरा, जुम गरेर देखाउँ भनेको। के अरे केरा त्यही नै हो। अब मैले बारी हालेर चाहिँ घर लाग्नु पर्ने हुन्छ। ल टक्क पारेर मेरो बारी चाहिँ यत्रो भयो। यो बारी घर पुग्ला त। कस्तो खाले भएको बारी पनि ल्याम पारेर बोक्नु पर्यो भारी। यहाँ कस्तो देखिरहेछ बारी। म चाहिँ घरतिर लागेँ है, त लागेँ घरतिर बस्किनु लागेछ बारी चाहिँ। भैँसी ठाउँमा गएर राख्नु पर्ने क्या, सुँगुरमा आएर बिग्रेर तनाव फेरि। के खालको भारी हुन्थ्यो। घाँस पनि छोटो छोटो छ नि त बढी, त्यही भएर लाग्दो। ल त बल्ल बल्ल घाँस टिपेर नि घरतिर ल्याइसक्यो टक्क पारेर। यता हेर्नु सक्नुहुन्छ हाम्रा भैँसीहरू। यो चाहिँ म हो। यो चाहिँ यसको बच्चा अब 1 वर्ष भइसक्यो पाएको चाहिँ। अब फेरि अबको 6-7 महिनामा सुत्केरी हुनेवाला छ हाम्रो भैँसी। होइन काली? भैँसी राङ्गो जस्तो देखिरहेको छ। के भयो, घाँस हालिदिनु पऱ्यो तँलाई? खाना खाते मन लागेन जस्तो छ यसलाई यो घाँस। यता यस्तो राम्रो घाँस देख्दा त्यस्तो घाँस कहाँ खान्छ त यसले पनि। फेरि मासु भात हुँदा हुँदै हामी दाल भात हामीले के खान्छौँ त त्यस्तै हो यिनीहरूलाई पनि। यता चाहिँ राङ्गो हो कि पाडी हो? यो पाडी जस्तो छ। भाले के कराएको यत्रो भाले छ फेरि। तल पनि अनि अर्कै छ भैँसी। भैँसी नै हो यो पनि, राङ्गो कि भैँसी हो। फेरि एकचोटि करा हान्सुमर ककरी कहाँ फेरि करा न। फेरि एकचोटि कराउँदैन फेरि। के भयो तेरो खुट्टा? करा न करा। वाह दामी। फेरि लास्ट ढिलो गरिस् तैँले कराउनु। तपाईँ त मैले चाहिँ घाँस ल्याएँ। अब हाल्ने काम भनेको मम्मीको। ल त साथी अब टक्क पारेर एउटा गीत सुनौँ भन्दा नि मैले गिटार बजाएको सुनौँ। मैले चाहिँ भर हो गिटार किनेको। मलाई बजाउनु आउँदैन, हल्का हल्का सिक्ने मात्र हो। सोरै राम्रो आएको छैन। यादमा कल्पी कल्पी छोपी जोशी रानीको छटपटीमा कोल्टे फेर्दा भाले बास्यो बिहानीको छटपटीमा कोल्टे फेर्दा भाले बास्यो बिहानी। नाइस। बजाउनै आउँदैन,
हल्का हल्का सिकिरहेको छु आउँछ होला एक दिन अवश्य पनि मलाई यता हेर्नु छ भने चाहिँ भाले कतिवटा भाले ल टक्क पारेर फेरि मजा घर आउने बित्तिकै घाँस सास राखेर एकछिन गिटार सितार बजाएर अब फेरि म र बाबा चाहिँ हिँडिसक्यौँ सन्तला टिप्न बाबाले आज बेच्न लाने अरे मास्ति बजारतिर सन्तला चाहिँ यतातिर हेर्नु सक्नुहुन्छ तपाईँहरू माथि माथि सब अङ्गलहरूको तल तर यतातिर हाम्रो छ टक्क पारेर हिँड्यौँ म र बाबा चाहिँ सन्तला टिप्न यस्तो झोलामा टिप्नुपर्ने हुन्छ सन्तला चाहिँ टक्क पारेर ल है त बाबा चाहिँ माथि पुगिसकेको सन्तलाहरू हेर यतातिर सब टिपिसकेछ सब बेचिसक्यो पनि छ यतातिर फल्दैछ सन्तलाहरू टन पाकिसक्यो यार सब यतातिर बुढा हो बुढी यतातिर चाहिँ सब फेरि त्यो बाख्राखोर भन्ने चाहिँ यो चाहिँ सब फेरि हाम्रो कस्तो के सब यता त्यो इस्कुस फलिरहेको छ यतातिर चाहिँ टक्क पारेर सन्तला खानुहुन्छ भने चाहिँ हाम्रो गाउँमा आउनु होला मेरो गाउँमा वाल पाइन्छ सन्तला चाहिँ फेरि सन्तला कागती सब थोक पाइन्छ यतातिर नपाइने चिजहरू केही पनि छैन ल है त कसरी टिप्ने होला यो सन्तला मिना होमा ल त टक्क पारेर सन्तला पनि टिपिसक्यौँ 3-4 बोट टिपेर पनि हामी बाउले झारिसक्नुभयो सन्तला चाहिँ म यता बोकेर झार्दैछु ल सन्तला टक्क सन्तला टिपेर झरिसक्यौँ आजको वेदर चाहिँ यस्तो खतरा छ है टुङटुङ स्वर्ग टक्क पारेर यता भने चाहिँ हाम्रो तरुल पाक्दैछ टुङटुङ यता केलाउने काम हुँदैछ भने चाहिँ यता धुने काम हुँदैछ पुस्तकारी बुझ्यो नि मिना ल है त यसको चाहिँ 3 पानी रक्सी टक्क बनाएर खानुपर्छ मलाई मनपर्छ रक्सी यसको के छ सरकार बच्चा जस्तै फेरि कुकुर छ भने है मेरैसम्म टिपेको सन्तला भइसक्यो टक्क पारेर म चाहिँ अब खानासाना खाएर टक्क पारेर चिसो खाइदिन्छौँ केटाहरूसँग अब चाहिँ हामी जानुपर्छ पाट टिप्न किनकि हाम्रो मङ्सिर 19 गते दिदीको बिहे छ नि त त्यही भएर आजैदेखि हामी पात टिप्न आज चाहिँ लाग्दैछौँ यता केटाहरू पनि भाइहरूले यता खाँदैछन् स्प्राइट चिसो खाँदैछ अब चिसो खाएर केटाहरू तलतिर प्रायः केटाहरू तलतिर गाउँतिर तलतिर कता छ सबैजना अब भेला भएर केटाहरू छुट्टै जाने चाहिँ प्लान रहेछ केटाहरूको पाट टिप्न तर सबैजना भरे चाहिँ हाम्रो पाट गाउने चाहिँ एउटै यही घरमा हो हाम्रै घरमा हो टक्कै पारेर हामीले भरे पाट टक्कसँगले ल्याउँछौँ सो त्यही नै हो ओके सार्जन कसको बडी रे यता मम्मीले चाहिँ लागि है त म चाहिँ तलतिर जानुपर्ने हुन्छ केटाहरू चाहिँ उता जाने रे कहाँ पारी माथि जाने रे म चाहिँ हिँडिसकेँ अब तलतिर आफ्नो बाटो
आजको सबैभन्दा बेटर हाम्रो काम भनेको चाहिँ पात टिप्न भएको हुनाले मैले त भ्लग बनाउँदैछु। आज जङ्गलमा के हुन्छ केटाहरूसँग कतिको रमाइलो हुन्छ त्यो सब कुरा मैले सब थोक मैले हल्का हल्का क्लिप्स बनाएर मैले देखाउने नै छु तपाईँहरू माझ मेरो भ्लगमा प्रस्तुति गर्ने नै छु। त्यही नै हो। यतातिर खुकुरी भिरेर टक्कसँगले रेडी भएर म चाहिँ लागेँ अर्कै लुक्समा जङ्गली लुक्समा। ल त टक्क पारेर हामी चाहिँ केटाहरूसँग जम्मर्क भएर हामी हिँडिसक्यौँ पात टिप्नको लागि। अब के हुन्छ हेरौँला। जङ्गलतिर पात पनि खासै म देखेको छैन आजको दिनमा। त्यही नै छ लखर जोस जागर भन्ने केही छैन। भुत्रो पान पनि फुलित्त पनि छैन जोस जागर। पातहरू त नजिकै देखिरहेको छु म अलिअलि। नापी नपुगेको कि ओके छ त केटा हो। नापी सापी पनि केटाहरूले बोकेनसम्म एउटा खुकुरीमा एउटा भिडिरहेको छु पनि राजेको। कति जाने हो बाउ अनि पछि चाहिँ जागर केही छैन। त्यही नै हो। पात छ हामी आज उयसको टिम भन्छ यो भर्ला झिलमा हो नि त फेरि हामी पनि बुफर सुफर बजाउँदै यत्रो अग्लो रुखमा चढ्नुपर्ने हुन्छ। हामी चाहिँ तलदेखि माथिसम्मको रुख हुन्छ। केटाहरू चाहिँ पात टिप्न थालेको छ है यतातिर हेर। हामी चाहिँ पाट अझ यसको टिप्नुपर्ने हुन्छ है। औडा छ पाट चाहिँ कता हो कति पाट त रुखैभरि। अब त्यही नै हो। पात चाहिँ हामीले किन टिपेको भन्दाखेरि बिहेको लागि किन पाट टिप्न जान्छ भनेर सोचिराख्नु भएको होला। हामीले चाहिँ यो पाटको चाहिँ अब भर्ला भन्छ यसलाई भर्लाको पात। यो भर्लाको पात टिपेर चाहिँ हामीले टक्क पारेर भरै उनेर यसको चाहिँ टप्पी बनाउनु पर्ने हुन्छ। यत्रो टप्पीहरू बनाएर भात खानुपर्ने हुन्छ भात खिच्नुपर्ने हुन्छ। त्यो बनाएर त्यसमा पर्सि पाहुनाहरूलाई त्यसमा भात दिनुपर्ने हुन्छ नि त। त्यही भएर चाहिँ हामी चाहिँ यो पात टिप्नु आएको छौँ। त्यही नै हो। अब तलतिर चाहिँ अब बजारतिर भनौँ यतातिर पनि त हुन्छ धेरै पात सातहरू बजारे त्यो बजारे थालहरू लिएर चाहिँ कतिले चाहिँ ल्याउँछ कतिले चाहिँ गर्छ त्यस्तो पनि। तर हामीले चाहिँ गाउँकै लोकल पारामा हामीले चाहिँ लोकल पुरानो सिस्टमले चाहिँ हामीले चाहिँ गर्छौँ नि त। हामीले चाहिँ प्रायःले चाहिँ त्यस्तै गाउँमा गर्छ। तर तलतिर चाहिँ सहर बजारमा चाहिँ यस्तो हुँदैन। यस्तो पातहरू पनि खासै पाउँदैन नि त। त्यही भएर त्यही नै हो। हामी चाहिँ अब यो पात टिप्नुपर्ने हुन्छ। आफ्नो केटाहरू कहाँ पुगिसक्यो ल्यालित पारेर पात टिपेर हामी चाहिँ अब राति नै पर्छ होला यो पात टिप्दै। त्यही नै हो। राति घर जानुपर्ने हुन्छ। पछि बज्यो पात चाहिँ लगभग हामीले चाहिँ टन्नै लानुपर्ने हुन्छ नि त। अनि अब दसैँ तिहारमा चाहिँ अब अरू बेला चाहिँ अरूको अब बिहे हुँदाखेरि चाहिँ अब दाइहरूको दिदीहरूको अरूको बिहे हुँदा चाहिँ अब केटाहरू टन्नै हुन्थ्यो गाउँमा। यसपालि चाहिँ गाउँमा पनि कोही छैन। अनि हामी दुई तिनजना मात्रै छौँ। दुई तिनजनाले पात चाहिँ अलिक टिप्न गाह्रै हुन्छ कि एउटा बिहेको लागि। हाम्रो त दिदीको बिहे हो नि त। दिदी अलिक सानो गर्ने हामीले चाहिँ प्लानिङमा छौँ। अनि के कस्तो हुन्छ पर्सि नै अब 19 गते नै तपाईँहरूलाई देखाउने छु। नेक्स्ट भ्लग भनौँ नेक्स्ट भिडियोमा तपाईँहरूलाई देखाउने नै छु। अनि हाम्रो त सानो बिहेमा पात टिप्नु त 3-4 जना आएको छ नि त। अब अलिक गाह्रै हुन्छ। बुलबुल केटाहरू वाल हुन्थ्यो गाउँमा। अनि हामी 10-12 जना जान्थ्यौँ पात टिप्न। वाल रमाइलो हुन्थ्यो। आजभोलि त हामी 2-3 जना छौँ। त्यही पनि हामीले पात चाहिँ भरसक्दो धेरै नै टिप्ने प्रयासमा छौँ। हामी चाहिँ सबैजना चाहिँ हामी 4-5 जना छौँ क्या पात टिप्ने। अनि भाइ र 2 जना भाइहरू चाहिँ माथिबाट अर्कै ठाउँतिर उनीहरू पात टिप्न गयो। हामी चाहिँ यता अर्कै ठाउँतिर तलतिर आएको छौँ गहिरातिर। टक्क खोलाको आवाज पनि स्वाँ भनेर आइरहेको होला। यहाँ नजिकै तल नै खोला छ। यहाँबाट लड्यो भने चाहिँ कहाँ पुगिन्छ फेरि खोला तल केही पत्तै छैन। ल है त म चाहिँ अब टक्कसँगले पात टिप्न पसेँ टक्क पारेर। सो म चाहिँ रुखमा पसिसकेँ अब पात टिप्नको लागि। त्यो रुखमा मजा पनि छ। त्यस रुखमा बसेर टक्कै पारेर पात टिप्नुको मजा छुट्टै छ। फेरि बसी भिडियो बनाउँदै ल अब चाहिँ यस्तो राम्रो टिप्नुपर्ने हुन्छ नि त।
यो यसको लाभ यो पार्ट नराम्रो टिप्नु गएर रहस्य नि छ। यो पार्ट नराम्रो टिप्ने मान्छेले चाहिँ बुढी पनि नराम्रै पाउँछ अरे क्या। यस्तो भन्छ यस्तो यो यस्तो टिप्ने मान्छे पार्ट टिप्ने मान्छेले चाहिँ बुढी पनि पछि गएर नराम्रै पाउँछ अरे क्या। यस्तो हेर्नु नै यो यस्तो राम्रो पार्टहरू टिप्ने मान्छेले चाहिँ राम्रै बुढी पाउँछ अरे भनेर भन्छन् हाम्रो बुढापाकाहरूले। त्यही भएर म चाहिँ यस्तो राम्रो नै टिप्नेवाला छु, किनकि मेरो पछि मेरो श्रीमती मेरो बुढी राम्रै आओस्, मेरो जीवनसाथी भन्न चाहन्छु। पार्ट नपाएर बिजोग भएको बेला यार पार्टै छैन रहेछ एउटै यार, रुखमा चढ्नै नसकेर टेन्सन भइरहेछ हामीलाई चाहिँ। ठ्याक्कै म चाहिँ पार्ट खोज्ने क्रममा चाहिँ ठ्याक्क मैले भेटेँ मौरीको डोर। अझ मौरीहरू बस्दो रहेछ त्यो दुलोमा, आउने जाने क्रम हुँदैछ। यस्तो ढुङ्गामा रहेछ बिचाराहरू। यो चाहिँ वनमौरीहरू पनि कति खाले 3 खाले कि कति खाले हुन्छ भन्छ। यो चाहिँ कुन खाले परेछ? त्यही नै हो। टक्क पारेर हाम्रो भाइले चाहिँ यता टिप्दैछ है। कता हो यार, घामले केही देखेको छैन। ठिक छ केटो मालु भाइ। केटाहरूले उता टिपिरहेछ। डिस्को सिस्को म त काहीँ नि जान्न। के भयो गीत पनि ट्रेन्डिङ गीत। आजको वेदर हेरौँ न यस्तो दामी छ हौ। छिनमा चेन्ज। एकजनाको लगभग अहिलेसम्म एकजनाको भारी चाहिँ पुगिसक्यो होला। घाम पनि डुब्न लागेको छ। घाम डुब्न लागेको त्यो टाढैमा। त्यही नै हो। हामी चाहिँ पार्ट टिप्दा अब चाहिँ भारी पुग्न लागेको छ। केटाहरूले उतातिर यता झाप्दैछ, मैले चाहिँ उतातिर राखेको छु। अनि अब चाहिँ अहिले चाहिँ ठ्याक्क परेर 3-4 बजिसक्यो होला। हामीले टिपेको पनि त अब 4-5 घन्टा त भइसक्यो नि होला। पार्ट टिप्दा 3जनाले थाकिसकेको छ। भोक पनि औडा लागिसकेको छ। अब पनि भोक लाग्दै चाहिँ मैले चाहिँ यहाँ भेटेको छु माडा। यो चाहिँ माडा हो क्या। यो चाहिँ लास्ट अमिलो हुन्छ। अमिलो तर यसलाई चाहिँ पानीमा घोलेर पानी नुन घोलेर खानुपर्छ। यस्तो मिठो हुन्छ। यसको टेस्ट दामी हुन्छ। यसको बोट चाहिँ टक्क पारेर भन्दाखेरि यो हो। ल त यता त हाल्दैछ। ल त यो माडा चाहिँ फेरि बाजारहरूले केहीले खाँदैन नि त। त्यही भएर चाहिँ रहिरहेको हुन्छ आफ्नो बोटमै। झर्छ पछि झर्छ यो झरेली। त्यही नै हो माडा। यसलाई चाहिँ टक्क पारेर टिपेर यस्तो गरेर खानुपर्छ कि लम्म पारेर मुखबाट अस्ति अमिलो यार। त्यही नै हो। अब त हामी घर लाग्नुपर्ने हुन्छ। भारी सारी बनाएर टाकटुक। ल त टक्क पारेर हाम्रो चाहिँ भारी हाल्ने काम हुँदैछ। बल्ल 3-4 घन्टापछि चाहिँ हामीले यति पार्ट टिप्यौँ। टक्क पारेर ल है त। यता हाम्रो बाउले चाहिँ टक्क भारी हाल्दैछ। स्पोर्ट हाल्छ फेरि बाउले चाहिँ। मलाई चाहिँ हाल्नै आउँदैन। मैले अघि हालेर बाउले ल्याएको छु। बाहिर मैले ल्याएको थिएँ। बाहिर पुग्छ त होला नि। टक्क पारेर हाम्रो चाहिँ भारी सारी पनि लाएर हामी चाहिँ घरतर्फ लाग्यौँ। यस्तो भारी बोकेर जाँदैछ। म पनि यता भारी बोकेर टक्क पारेर लागिसकेँ।
भारी त टन्न टन्नै छ मेरो चाहिँ यो पनि छ दुईटा मेरो चाहिँ भारी हामी चाहिँ त्यही नै हो बत्ती हाल्ने भयो बेला भइसकेको छ हामीले चाहिँ हतसात टिपेर ल्याएर पनि अब टक्कसँगले यहाँ पकाउँदैछौँ खाजा यहाँ चाहिँ यसलाई चाहिँ भुटीमाम भन्छ भुटीमाम फुल खाजा गाउँको सबैभन्दा लोकल अनि गाउँहरूको बेस्ट चल्ने खाजा हो हाम्रो चाहिँ मैले कुकरमा भुटेर युनिक तरिकाले बनाउँछु नि त फेरि अरूभन्दा छुट्टै तरिकाले अब यहाँनिर सब घिउहरू हालेछु सब मसलाहरू हालेर अब टक्कसँगले पानी हालेर एकछिन भुटेर पानी टक्क हाल्ने ठ्याक्क लिमिटले अनि टक्क छोप्ने भइहाल्छ हाम्रो खाजा चाहिँ भोक लागेर त तर मन नलागेको छ हामी त्यही नै हो अब चाहिँ हामीले यो खाजा खाएर फेरि त्यो पातलाई चाहिँ त्यसलाई चाहिँ अब मजाले अब उन्नको लागि राम्रो तयार पार्नुपर्छ कि हामीले चाहिँ मिलाएर त्यो गर्नेवाला छौँ त्यही नै हो कतिको भोक लाग्दैछ त्यो केटो कति साह्रो खतरा देखिरहेको छ 19% भोक लागिरहेको छ 19 आम्मामा केही छैन त केटाहरूको यहाँ मलाई लास्टै भोक लागिरहेछ यस्तो जाडोमा पनि त केटाहरू अझै प्योर जेन्जी हो नि फेरि होइन आमा सिसप्याक निकाल्ने सिसप्याक बसी ल उभिएर सिसप्याक ओए फेरि सिसप्याक चाहिँ खतरा ओइ म ल फेरि अरे ल त त्यही नै केटाहरू सिसप्याक मेरो चाहिँ फेरि सिसप्याक नै मेरो त छैन मेरो भनेको लाडी प्याक हो छैन मेरो चाहिँ सिसप्याकै छैन मेरो चाहिँ ओइ पानी ल्या पानी ल डढेछ यार कस्तो रहेछ थेट उल्टा केटाको सिसप्याक हेर्ने घिउसु सब हालिसकेँ मैले पानी हाल्नु पानी ल यसै अखमा पनि हालेँ लिमिटले घिउको बास्दै आएन अरे फेरि त्यही त भने अब अलिअलि तँलाई नाकको प्रब्लम छ क्या र मम्मीले खाजा पनि कस्तो पकाएन छ क्या आज फेरि हामी यत्रो पार्टी गरायौँ मम्मीले के भ्याउला पनि त मेरो मम्मीले फेरि खाजा पकाउनु उसको आफ्नै काम फेरि सो त्यही नै हो हाम्रो घरमा चाहिँ एकजना चाहिएको छ खानाहरू पकाउने मान्छे चाहिएको छ मान्छे भन्नु भने मम्मीलाई चाहिँ बुहारी चाहिएको छ को छौ है केटी हो सिङ्गल देखिरहेको छ होला नि हामी कुरा आउनु पऱ्यो मेरो मम्मीलाई चाहिँ बुहारीको खाँचो परेको छ फेरि त्यो काठमाडौँतिर बस्ने फेरि उता गाईहरूतिर बस्ने उता टन्सलतिर बस्ने होइन पारेर हामीले चाहिँ खाँदैछौँ खाजा टक्कै पारेर त हेर्नु सक्नुहुन्छ ल त यस्तो मिठो छ खाजा चाहिँ घिउसँग टक्कै पारेर हामी चाहिँ खाँदैछौँ एकछिन त भएको खाए ल यता हेर न एक ठाल घिचेर फेरि एक ठाल ठपनी थापेछ यति नाच्नु यति इमोसन यति जग्गा रहेछ यसलाई यता मै छ हाम्रो चाहिँ लक्कल पारेर मैले आउनु है मै खानु बलम दामा खाए ल सो आजको भ्लग आजको भ्लग चाहिँ यति नै समाप्त हुनेवाला छ नेक्स्ट भ्लग तपाईँहरूले हेर्नु सक्नुहुन्छ अब के हुन्छ नेक्स्ट भ्लगतिर र तपाईँहरूले साथ सपोर्ट र माया गरिदिनु होला अब 1 मिलियनको नजिक आइसकेको छु मेरो च्यानलमा त तपाईँहरूले सो त्यही नै हो अनि आजको मेरो लोकल भ्लग भनौँ फर्स्ट भ्लग चाहिँ तपाईँहरूलाई के कस्तो लाग्यो कमेन्ट गर्नु नभुल्नु होला अनि अन्तिममा गएर सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला तपाईँहरूले मलाई अनि त्यही नै हो अब चाहिँ हामी खाजा खाएर पनि अब चाहिँ हामी टक्क पारेर अब चाहिँ हामी त्यो पात केलाउनु पर्ने हुन्छ हामीले चाहिँ अब त्यो काम गर्छौँ हामी र आजको भ्लग चाहिँ यतिकै म टुङ्ग्याउन चाहन्छु सो त्यही नै हो एउटा गीत सुनिहालौँ टक्क पारेर भाइले चाहिँ स्प्राइट ल्याएको रहेछ
कस्तो घाँटी दुखिरहेछ त्यही पनि चिसो खान्छ मैले छोडेको छैन त्यही नै हो सबथोक गर्ने हो सबथोक म चाहिँ फेरि बिरामी भए पनि सबथोक खाइदिने हो सबथोक गर्दिनँ म बिरामी भयो भनेर म चाहिँ सुत्दिनँ के र टाउको साउको दुख्यो भने चाहिँ तपाईँहरू पनि टाउको दुखेर चाहिँ म सुत्छु भनेर नसुत्नु होला त्यहाँदेखि सब कुरा गरिदिनुपर्छ क्या अब टाउको सुको दुख्यो भने नि अब कामसाम ल्याटलुट गरिदिने खानेकुराहरू पनि सब नबार्ने हो कि सब कुरा गरिदिने हो कि तर आफ्नो ख्याल चाहिँ राम्रोसँगले राख्नु होला तपाईँहरूले त्यही नै हो अब एउटा गीत सुनिदिउँ गीतै आउँदैन मलाई गिटार त बजाउन आउँदैछ भर्खर सिक्दैछु कोही पारी डाँडैमा गुराँस फुल्यो झलल कोही पारी डाँडैमा गुराँस फुल्यो झलल लाउने भए लौ है माया लाउने भए लौ है माया घर हाम्रो उदयपुर हजुर लाउने भए लौ है माया घर हाम्रो उदयपुर हजुर आजको भ्लग चाहिँ यति नै हो तपाईँहरूले यतिमै म सीमित राख्छु त्यही नै हो गुड बाई सो नेक्स्ट भ्लग चाहिँ हेर्नु नभुल्नु होला तपाईँहरूले मेरो नेक्स्ट भ्लग अब छिट्टै नै आउनेवाला छ सो बाई बाई सी यू